Hello guys, welcome back again. आज चाहिँ हामी कहाँ जाँदैछौँ? पिकनिक। आज चाहिँ हामी पिकनिकको लागि जाँदैछौँ हैन? के रे बिहान अहिले कति बज्यो अहिले? 7:30 7:30 भयो बिहानको। अनि यो इस्यु पनि भेटी। के छ इस्यु? ठीक छ? हाँस्दैन यो चाहिँ नजाने रहेछ हैन? पिकनिक खान त बुवा खान माथि कहाँ लिएको जाने भन्दा यी सबै केटाहरू बोको माथि छ अरे तर्क्याङ्गल आएर गाइस। के अरे हामी चाहिँ आज पिकनिक खान जान लाग्यो होइन। हाम्रो केटाहरू म्याक्सिमम 30 भन्दा माथि छ केटाहरू होइन। अनि बोको के अन्डा सन्डा के चाउचाउ चटपटे बनाएर खाने भन्ने भएको छ। हेरौँ त्यही गएर कस्तो हुन्छ। एकदमै इन्जोय गर्नेवाला छौँ हामी चाहिँ माथि। अब त्यही हेरौँ लाउ के। तर यो तलको उकालो हिँड्न लास्ट गाह्रो हुने कि। हाम्रो केटाहरू सब रेडी हुँदैछन् होइन। झन् अब यो दोकानबाट चाहिँ हामीले पिकनिकको लागि के सामान चाहिन्छ त्यो सामान चाहिँ लिने। के छ दाइ? आर यु ह्याप्पी? यो अनुहार त आउनै पर्यो के झन्। यो अनुहार यता हेर दाइ। क्याप पनि त्यस्तो त्यही माथि हो काटो क्याप। सेम क्याप। ल अब के सामान हो यहाँबाट लिन्छौँ हामीले पिकनिकको लागि चाहिने। यहाँ पुगेन भने अर्को दोकान जान्छौँ हामी। त्यही हो। त्यस रमाइलो हुनेवाला छ आज है। पैसा के पैसा ल्याइकन आशा आयो बिचरा। पैसा है मिलाउनु पर्यो नि त नि। मलाई आउँदा यार यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो केटाहरू ढिलो गरिरहेछन्। खै के भएको छ यिनीहरूलाई होइन। मलाई पनि थाहा छैन के भयो किन ढिला। जाम ल 10। ल हाम्रो सामान चाहिँ सबै रेडी भइसक्यो। अब चाहिँ हामी जानलाई रेडी हो। सामान त रेडी हाम्रो। त्यो चाउचाउको पेटी यहाँनिर मसलाको लागि सामान छ। उता यो चटपटेको लागि 10 केजी। पिकनिकको लागि सब रेडी। पिकनिकको भानु पर्यो पिकनिकको लागि। कहाँ जान लाग्यो हामी पिकनिकको लागि? कुन ठाउँ गरे? कुन ठाउँ? चुलीकोट माथि फेमस ठाउँ लिएको जाँदैछु। हाम्रो सामान्य काकाले बोक्दैछन्। थाली चाउचाउको पेटी। यहाँ हाम्रो यो काका भर्खर उठेर आयो। यो काका भर्खर उठ्यो हो। मुख त्यसै छ हेर तिम्रो। यहाँ देख्न सक्नुहुन्छ हाम्रो केटाहरू सबै रेडी भएर आएको छन् होइन। यहाँ देख्न सक्नुहुन्छ हाम्रो ग्याङ। गाइस मैले आजसम्म यस्तो पिकनिक म कहिले पनि गएको छैन होइन। This is my first time and today we all enjoy. Okay. आज यस्तो बबाल रमाइलो गर्छौँ होइन हामी चाहिँ। हामी पिकनिकको लागि कहाँ जाने भन्दाखेरि हामी माथि लेकतिर होइन। अनि लेकतिर चाहिँ जस रमाइलो हुन्छ। जा त्यसै हेर्नै पर्दैन है। झन् बवाल हुन्छ।
यही हो त हाम्रो पिकनिक ग्याङ। यहाँ देख्न सक्नुहुन्छ यति धेरै केटाहरू छन् हाम्रो। माथिसम्म छ लाइन। आज 14,000 को बोको लिएर जानेवाला छौँ हामी होइन। तर लास्ट उकालो छ, हिँड्न गाह्रो होला जस्तो छ। सेट हिँड्दा हिँड्दा मलाई थकाइ लाग्यो, पसिना पसिना आयो होइन। मैले चाहिँ यो ज्याकेट खोलेँ। अहिले घाम हेर्नुहोस् क्या बबाल लागिरहेछ। यहाँ हाम्रो दाइले यो स्ट्यान्ड बनाइराखेका छन् होइन, बनाइसकेका छैन अघिदेखि। केटाहरूको ग्रुप फाइनल्ली बोक्या पनि पुग्यो गाइस। यु क्यान सी 14,000 को बोको रे। गाउँको 3 केटाहरू 3 3 6 10 12 हामी इका कति जाने हेर रिपोर्ट भयो एमे यता कति उता 24 थियो 24 छन् रे ना ल। हाम्रो यो डेस्टिनेसनबाट पनि केटाहरू हिँडिसक्यो होइन। यसरी बोकोलाई के भयो यो चाहिँ अडाइरहेछ होइन। लास्टै यसलाई भोक लाग्यो जस्तो छ। जाम दाइ हिँड्नु हिँड्नु ल। केटाहरू लाग्यो फाइनल्ली। अब माथितिर पनि पुगिसक्यो त्यहाँ गाइस। औ घाम लाग्यो होइन। हिँड्दै पसिना पनि आयो पुरै। जस गाउँतिर भयो भने यस्तै हो कि रमाइलो। कहिले पिकनिक खान जाऊ। मजाको कुरा के भन्दाखेरि होइन, मैले चिसो हुन्छ भनेर यो हुडी त्यसपछि फेरि माथि लाउनुपर्छ भनेर अर्को ज्याकेट पनि ल्याएर आएको छु कि। तर के को चिसो हुनु त, पुरै गर्मी भइरह। यो चाहिँ मेरो भ्रम रहेछ होइन। भ्रममै बाँचिरहेको रहेछु म अहिलेसम्म। रियालिटी अहिले थाहा भयो। हामी जाँदैछु बोको लिएर जेनजीको लिडर चुन्नलाई होइन। छिटो छिटो कुदा हिँड। आज यो ग्रुपको जेनजीको लिडर भनेको हाम्रो यता हुनुहुन्छ शङ्कर दाई। एकचोटि हात माथि गरिदिनु होला। या हाई हाई गरिदिनु। हाई हाई ए न अब हामी लाग्यौँ यहाँ थालसाल बोकिखेल त। काकाले थाल बोकेका छन् होइन पछाडि। हामी चाहिँ कहाँ बिच जङ्गलमा फसिसक्यौँ यहाँ। हामी पाल्त 2 दिन भयो हिँड्न लागेका। के अरे बिहान रातै उठेर आएको होइन। रातै त नभनौँ अघि भिडियो बनाइसकेको छ। के अरे हामी चाहिँ यो बाटो थाहा भएर हिँड्याउनु कि नथाहा भएर हिँड्याउनु होइन। हिँडाले जुन यहाँ पसिना देख्न सक्नुहुन्छ पुरै। यस्तो छ हालत। यहाँ हाम्रो फोटोग्राफर, आइफोन फोटोग्राफर। हामी त अब एन्ड्रोइडवाला पऱ्यौँ होइन। फाटाफुटो यसो भिडियो बनाइराखेको छु।
क्यामेराम्यान फोकस गरौ यो होइन ठाउँ यस्तो ठाउँ होइन जल्दी गरौ गरौ फोकस गरौ यस्तो अनि दाइ अनि यस्तो ठाउँमा दिशा पिसा गर्न मिल्छ त अनि आशिका दिदी आयो भने के गर्नुहुन्छ गाह्रो हुँदैन अहिले त्यही त भने यस्तो गर्न मिल्दैन अबदेखि पायो भन्दैमा जता पनि दिशा पिसाब गर्न मिल्छ त भने त्यही त जनावर आउँदा नै त्यही त हतार गर्नु पर्यो थकाइ लाग्यो ठेकै दाइ थकाइ लाग्यो दाइले बोकेको छ होइन चाउचाउ प्रिमियम मैले बोकेको छु ब्यागभित्र चाहिँ मैले एउटा स्पिकर बोकेको छु अनि हातमा ज्याकेट छ अनि सेन्ट फ्रुट बोकेको छु खानालाई त्यही पनि मलाई गाह्रो भइरहेछ होइन अनि हाम्रो इच एन्ड एभ्री पर्सन केही न केही सामानहरू बोकिराखेका छन् यता हाम्रो अङ्कल मेन हाम्रो आजको यो प्रोग्राम हुनुको मेन रिजन भनेको हाम्रो काका अङ्कल यहाँ हुनुहुन्छ होइन कुरो के हो भन्दाखेरि होइन अहिले दसैँको बेला हाम्रो गाउँमा सबै दाइहरू अङ्कलहरू भाइहरू सबै आछन् होइन अनि त्यही मौका छोपेर हामीहरूले चाहिँ पिकनिक बनाउन आँटेको आज धेरैजना छन् सामेल छन् अझै कोही आउन पनि बाँकी होला तर अब के गर्नु होइन अब सबैलाई हुन्छन् भन्ने पनि हुँदैन जे छ रमाइलो गर्नुपर्छ आजको दिनलाई एकदमै मेमोरेबल बनाउनु पर्छ त्यही हो गाइज अनि हिँड्दै लास्ट थकाइ लागिसक्यो होइन उकालो हो क्या यो चाहिँ लेकतिर हामी जान लाग्यो अहिले अनि डिस्टेन्स पनि लास्टै लामो छ कि 5-6 किलोमिटर होला होइन मलाई त सेसे बढिरहेछ अगाडि हाम्रो केटाहरू बस्दै हिँड्दै अगाडि लागिरहेछन् यहाँ हाम्रो काकु यी काकु पनि अस्ति काठमाडौँबाटै आयो होइन हिँडिसक्दैन गाह्रो छ त्यही हो गाइज होइन जस रमाइलो हुनेवाला छ आज गाइज बोको भागो तन्ने यो मान्छेले छोपो नत्र भागिसक्यो अहिले खुट्टु क्या भयो ल जाम भाइ तल आउँदै रहन्न त हामी जाउँ बोलाउने त्यही गाइज यो टोपी मलाई जमिरहेछ होइन बबाल टी सर्ट पनि त्यस्तै टोपी पनि त्यस्तै हाम्रो केटाहरू किन वेट गरे खै के को लागि वेट गरे पछाडि केटाहरू आउँदैछन् रे होइन त्यसको लागि चाहिँ वेट गरिराखन् यसरी बसिराख्यो भने झन् अल्छी लाग्छ कि केटाहरू जाउँ के जाउँ हामी माथि ज्याते बनाइराख्नु कि बनाउने चिज बरु मजै भएन यार यसरी हाम्रो त अर्को बलगम दे यता अर्को ब्लगर पनि छन् ल त सेन्टुस निकाल्दै हुनुहुन्छ भाइ पहिलोपट्टि बलगम भन्दा थियो अहिले कचेले अर्कोवाला मस्तो थियो यो एकदम हाम्रो तल छ तल बसिरहेको छ एउटा गाई बोका हाम्रो के बबाल छ यहाँ पछाडि सिना पिकनिक वाला मान्छे यहाँ आधैबाट पिकनिक बनाउन लाग्यो यस्तो छ अवस्था 17 गते 17 गते खुवाउने 18 गते गइ जाने चाउचाउ कसरी खान्छन् थाहा छ यसरी नुन एक्साइटेड हुन्छ भने के
कति चाहिँ एक्साइटेड हुन्छु दाइ भन्न ए दाइ त बहुत एक्साइटिङ काका त भाइ जस्तो छैन अर्गानिक चटपटे बन्दैछ यहाँ अरे 5 मिनेट भेटा लाग्छ पेज खै त पेज ए चटपटे बन्दैछ आउनु न एक मुठा यत्रो हुने हो साउदी मलेसिया भन्ने गीत छ नि एउटा साउदी मलेसिया मैले पिकनिकको सुरुवात थिएँ अब यस्तो चटपटको पसल थाप्ने विचारमा खोलेको लागि वा खोले होइन मलाई कोही चाहिँदैन हेल्पर चाहिँदैन मलाई जस्तै हो कि मलाई कुर्सी चाहिँदैन ए मलाई पसलको लागि त्यो पसलको ढोकै चाहिँदैन किन सेलायो त दाइ दाइ जो आउँदाखेरि जो जाँगर चाहिँ त कमजोर हुँदै गयो त दाइ किन सेलायो के चाहियो अब यो त भल्लगर भएको हाम्रो भाइ यिनको त केही देखेकै छैन मैले यिनको दुनियाँ अलग छ न भिडियोमा छ थिएन रे मिट मसला हामीले यस्तो तरिकाले बनाउँछौँ के लोकल चटपटे ऊ आयो डालमट यहाँ आयो रस्तै बहुत हुन्छ तर यसमा छैन यार सुको यो खास के यार कुइया रहेछ कुइयाको ल्याएको खाला त तिमी ल खालीमा राख आधा थियो आधा रेडी भयो आउँदैन अरूलाई सिम आयो त टेस्ट बनाउनु छ कस्तो छ टेस्ट ठिक छ कुन दा कस्तो रहेछ टेस्ट अब त्यो है खाली हाल्यो नि थोरै एक गाना चाहिँ कहाँ पुग्नु पर्यो त चटपटे खाएर जाऊ चटपटे पहिले भात टेस्टी छ बोके छाडा होला न बोके भाने अब पिकनिक भन्दा बिना बोकेको पिकनिक ल्याउला फेरि छिटो पनि छ हैन बोके हरायो भन्नु पर्यो टेस्टी पनि छ पोखेला काका बोके हरायो भन्नु ल ल एकछिन छाड्यो भिडियो बनाएर राख्नु पर्यो प्रुफका लागि औ त एकैचोटि अघि बनायो भने छाड कसो काका आएन म जान्दिनँ लसुनको खाने हो चटपटे रेडी भएर अहिले सबैले चटपटे खान लाग्छ खाएर खान फेरि बुटा परेन है कस्तो छ चटपट ल भन्नुहोस् त चटपटै छ चटपट भिडियो बनाउनु पनि छैन यहाँ झोलबाल निम्बु काटेन छ ल है यताबाट पनि इन्ट्री भयो केटाहरूको गुड मर्निङ गाइस पानी छ त बुक दिनु पर्यो लौ त जेन्जी लाग्यो अब जेन्जी लाग्यो आफ्नो बाटोतिर हेर्नुहोस् फाइनली गाई चटपटे पनि खाइयो सबै केटाहरू पनि आयो
अब चाहिँ हामी फाइनल डेस्टिनेसनमा चाहिँ जाँदैछौँ। अझै बाँकी छ, लाग्छ होला आधी घन्टा 10-15 मिनट त्यहाँ पुग्नलाई। चटपटै खाएर पिरो भइरहेको मलाई चाहिँ। यहाँ हाम्रो केटाहरू गाइस हामी कन्फ्युज भयौँ कहाँ जाने भनेर। केटाहरू कन्फ्युज भए यहाँ रोकिरहेछन्। कहाँ जाने? पातामुला भने कहाँ राम्रो ठाउँ छ कि जाउँ न त त्यसो भए। जाउँ जहाँ राम्रो छ त्यही जाउँ। ए ताउ केटाहरू के छ त? ठिक छ? आज देउडा हान्नु पर्यो त। अनि डेक ल्याएको है त। स्पिकर छ। पानी त यस्तो छ, यहाँ बोकी मुथी लिनु पर्छ। बोकी लिनुपर्ने? यहाँ काटेपछि अब उहाँ गयो त्यो पानी हटाउ। बोकी लिनुपर्ने भएपछि त गाह्रो हुने है पानी। जे होस् मजा छ आजको दिन। यही हो मजा भने, यसैलाई भन्छ मजा। हामी कतिजना हुने टोटल? हामीहरू अझै पनि पुगेको छैन। बिहान 7 बजे हिँडेको मान्छे हामीहरू अहिले कति बजे दाइ? 9 बजिसक्यो होला सायद। हामीले पानी पनि खान पाएको छैन होइन। उकालो हिँडिरहेको छु अझै पनि। के अरे बल्ल पानी। यहाँ हाम्रो काका ब्याग बोकेर, ब्यागमा के सामान बोकेको छ थाहा छैन मलाई। मरमसला सबै चिज हुनसक्छ त्यहाँभित्र अलि। बल्ल आनन्द टाइपको शीतल आयो यहाँ। नो ड्रिङ्क। अनि हाम्रो दाइ पछाडि किन सेलायो खै के भयो आयो दाइ। सेलाउनु लागेन नि पुरा। पेट्रोल कमी भएको छ। पेट्रोल अगाडि भर्नुपर्छ अलिकति। त्योभन्दा पछि अलिक इनर्जी आउँछ। गाइस के हो यो यस्तो खतरनाक छ कि एक्लै आउन सक्छ त भने यस्तो जङ्गलमा एक्लै कोही आउन सक्छ त? यो हाम्रो लागि हाइकिङ भने पनि पिकनिक भने नि सबै चिज हो यो हाम्रो लागि। कसम भने यस्तो खतरा कहिले भएको थिएन क्या। यस्तो मजा आइरहेछ, यस्तो मजा। अझै त्यो भाइब दिन त बाँकी नै छ। यो अझै त्यो भाइब आउन बाँकी नै छ। टमाटर गाइज यहाँ बाटो ब्लक छ। यहाँ हेर्नुहोस् गाइज, हेर्नुहोस् यहाँ बाटो ब्लक छ। यहाँ क्याले भएको छ यो रुख। यहाँ गाह्रो छ। यहाँ मुग्लिन लाग्छ। यहाँ हिँड यहाँ पुरै बोट बिरुवाहरू काटछाट गरेर यहाँ बाटो ब्लक गरेर। ओए टोपवाला आँखा देख्छौ तू? हो
सिद्धे के छ ठीक छ थकाइ लाग्यो पछि नआएर गई कहाँ पानी पर छ ए बवाल ठाउँ चाहिँ बवाल सेलेक्ट गर्यो केटाहरूले ए एभ्रीवान फाइनली धेरै समयपछि हामी हाम्रो पिकनिक डेस्टिनेसनमा पुगिसक्यौँ हजुरहरूले हेर्न सक्नुहुन्छ यता सबै ठाउँ बवाल छ होइन बस्नलाई खानलाई अनि पानी पनि छ अरे मेन भनेको पानीको सुविधा हुनु पर्यो हामीलाई चाहिँ केटाहरू यति छन् केटाहरूको खुसी एकदमै छ अहिले फाइनली पुग्यो हामी धेरै पछि 2-3 घन्टा लाग्यो होला हामीलाई चाहिँ यहाँ पुग्न म्याक्सिमम 3 घन्टाको पछिको मेहनतको फल यही हो अहिले चाहिँ रेड बुलको पालो पछाडि आउँदैछ नि त पछाडि मेरो हलमा पुग्यो पानी प्यास लागेको थियो गाइस फाइनली रेड बुलले पानी प्यास बुझाउनु पर्यो पेन्टिङ गरिदिनु मैले भयो गीत बजा लगाओ रैप करो रैप बजा मेरो भाइ मेरो बिहान अर्को भयो बुल्टु चालु होला आगो गालो पहिला आगो गालो यार ओला बोगे गाटो बोगे ओहो वीडियो का